दर्शकबिन नमस्कार, तपाईले हेर्दै हुनुहुन्छ सानिमा टिभी। पछिल्लो समयका निकै लोकप्रिय चर्चित नायक पल शाह र जुना विश्वकर्माले एकैसाथ अभिनय गरेको साथै चर्चित गायक खेम सेन्चुर र सुनी तामी परियारले एकैसाथ गाउनु भएको साइली रिमेबलको गीत फाइनली बजारमा सार्वजनिक गरिनु भएको छ। दर्शकबिन केही समय अगाडि उक्त गीतको फर्स्ट लुक पोस्टर पनि आउट गरिएको थियो। पछिल्लो समयका निकै लोकप्रिय जोडीहरू नायक पल शाह र जुना विश्वकर्मालाई धेरै म्युजिक भिडियोमा दर्शक श्रोताबिनहरूले देखिसकेका छन्। अब भने फेरि अर्को गीत साइली रिमेमा फरक तरिकाले देखिने भएका छन्। यो पटक भने खेम सेन्चुरी र सुनी तामी परियारको स्वरमा नायक पल शाह र जुना विश्वकर्मा नाच्ने भएका छन्। उनीसँगै युनिस किमी र आयुष सी कार्की पनि देखिने भएका छन्। दर्शकबिन केही समय अगाडि उक्त गीतको फर्स्ट लुक पोस्टर आउट गरेपछि दर्शक श्रोताबिनले यो गीतलाई एकदम धेरैभन्दा धेरै कुरेर बसिराख्नु भइरहेको थियो। दर्शकबिन यो गीतका बारे बताउनु पर्दा साइली रिमेबलको गीतलाई डाइरेक्सन भने विक्रम चौहानले गरेका हुन्। गीतमा शब्द विमल परियारको रहेको छ भने गीतलाई म्युजिक हकिम सुनारले दिएका छन्। गीतमा एरेन्ज मिक्सिङ मास्टरिङ भने विमल सिनालको रहेको छ। दर्शकबिन भिडियोलाई बिस्टार फिल्म्सले तयार पारेको छ भने भिडियो तपाईँहरूमाझ सुनी तामी परियार युट्युब च्यानलबाट आउने हप्ता सार्वजनिक गरिने भनेर भनिएको छ। साइली रिमेबलको गीत हेर्नलाई तपाईँहरू कतिको एक्साइटेड हुनुहुन्छ कमेन्ट बक्समा कमेन्ट गर्न भने नबिर्सनुहोला।